के छ भाइ जीवन? सम्पूर्णलाई नमस्कार। म चाहिँ अहिले मलेसियाबाट हामी चाहिँ अहिले ड्युटीको पर्खाइमा छौँ। गाडी आइपुगेको छैन हैन। अब हाम्रो चाहिँ 8 बजेदेखि स्टार्ट हो ड्युटी है। हामी चाहिँ 6:30 मै उठ्नुपर्ने हुन्छ अनि नुहाइधुवाइ गर्नु पर्यो हैन, कपडा लाउनु पर्यो, आइरन साइरन लाउनु पर्यो, चिटिक्क भएर चाहिँ आउनु पर्यो। सेक्युरिटी गार्ड भएपछि अलिकति राम्रै हुनुपर्छ हैन। गाह्रो छ भनेपछि गाह्रो छ। अनि नयाँ आउनेलाई के छ सन्देश? नयाँ आउनेलाई चाहिँ सन्देश के छ भने अब अहिले अब विभिन्न कम्पनीहरू अहिले खोलेको छन् हैन मलेसियामा। लिगल इलिगलहरू धेरै कम्पनीहरू खोलेको छ। उहाँहरूलाई चाहिँ नयाँ आउने टोलीहरूलाई चाहिँ अलिक अब बुझेर विचार गरेर है, विचार गरेर हैन राम्रो अब त्यसको बारेमा सर्च गरेर कुन कम्पनीमा आउने हैन, त्यो कम्पनी चाहिँ अलिकति भेरिफिकेसन अलिकति हुन्छ नि, त्यो सर्च गरेर आउनु भन्न चाहन्छु हैन। अब हाम्रो नेपाली दाजुभाइहरू नफस्नु होला भन्न चाहन्छु। अलि मेन्टली पनि प्रिपेयर भएर आउनु होला। 2400 2500 2600 भन्छ उहाँ चाहिँ, यहाँ चाहिँ त्यो हुँदैन हैन। अब दलेहरू धेरै छ नेपालमा है। अब 3035 सेलेरी भनिन्छ भने लास्ट टाइम 1900 2000 मा पनि हालेको हामी देखेको छौँ हैन। 12 घण्टा ड्युटी भन्ने मात्रै हो, 15 16 14 15 घण्टा पर्छ। त्यो पनि सोचेर आउनु होला, छुट्टी हुँदैन। अब 30 दिन हो ड्युटी है। अब सेलेरी हाम्रो चाहिँ 2200 हो सेलेरी हैन। कति बच्चा अहिले? मेरो पनि त्यही हो, 2000 चाहिँ बचाइन्छ। ए कति तिरेर आएको भाइ? म 2,10,000 तिरेर आएको। अनि यस्तो छ, पैसा धेरै लिन्छ। 2,10,000 तिरेर आएको। अहिले त तपाईँको 4.5 लाख लिन्छ मलेसियामा। त्यही भएर नयाँ आउने साथीहरूले एकदम सोच विचार गरेर आउनु होला। त्यत्रो पैसा लिन्छ, मेन्टली पनि प्रिपेयर भएर आउनु होला। 2500 2600 2700 भन्छ, त्यो हुँदैन। पैसा हुने भनेको 2000 2100 2200 2300 2300 पनि हुँदैन। 2300 खानालाई राम्रो हुनु पर्यो कम्पनी, त्यो हुन्छ। अब महँगी त्यस्तै छ। चामलले अब 5 केजी चामललाई 25 रिङ्गिट लिइहाल्छ हैन। सब्जीहरू प्याज टमाटर लसुनहरू धेरै महँगीले कहाँ पुगिसक्यो हैन। बेसिक फेरि सबैलाई बढाएको छ, हाम्रो बेसिक छैन। सेक्युरिटीको छैन, सेक्युरिटीको बेसिक छैन। हाम्रो 1500 बेसिक नै हो। 1700 भनेको छ, तर हाम्रो 1500 मात्रै हो। म चाहिँ साथीहरूलाई यही भन्न चाहन्छु, राम्रोसँगले आउनु होला, प्रिपेयर भएर आउनु होला, मेन्टली फिजिकली हैन, हुन्छ नि त। त्यही सन्देश दिन चाहन्छु म चाहिँ साथीहरूलाई। हस्त धन्यवाद। जय नेपाल।